आजको अडियोमा हामी कुरा गर्दैछौँ सेल्फ डिसिप्लिन अर्थात् आफैलाई नियन्त्रण गर्ने शक्ति। बाहिरको संसार जित्नु ठूलो कुरा होइन, सबैभन्दा ठूलो सफलता हो आफूलाई नै जित्नु। यो छोटो यात्राले तपाईभित्र लुकेका आइरन माइन्डका ढोका खोलिदिन्छ। डिसिप्लिन किन आवश्यक छ? सपना धेरैको हुन्छ, तर सपना पूरा गर्ने साधारण मानिस होइन, डिसिप्लिन भएको मानिस हुनुपर्छ। डिसिप्लिन प्रेरणाभन्दा शक्तिशाली हुन्छ, किनकि प्रेरणा आउँछ जान्छ, तर डिसिप्लिन रोज धेरैपल्ट शान्त रूपमा कार्य गर्छ। डिसिप्लिन भनेको छान्ने शक्ति हो। के सजिलो छ भन्नु होइन, के आवश्यक छ भन्न सक्नु हो। योर माइन्ड इज अ मसल। दिमाग एक मांसपेशी जस्तै हो। जति प्रशिक्षण दिनुभयो उति बलियो बन्छ। आफूलाई रोक्न सक्नु, इच्छालाई नियन्त्रण गर्न सक्नु, काम टार्ने बानी हटाउन सक्नु, यसको अभ्यासले दिमागलाई मजबुत बनाउँछ। आफैलाई जित्न सकेको दिन तपाईले संसार जित्न सक्नुहुन्छ। 3 देखि 5 सेकेन्डको नियम। डिसिप्लिन भत्काउने सबैभन्दा ठूलो दुश्मन हो दुविधा। के गरौँ के नगरौँ, अहिले कि पछि। दिमागले 1 सेकेन्डमा बहाना खोज्छ। यसको उपाय हो 5 सेकेन्ड रुल। मनले कुनै राम्रो कुरा भन्नासाथ 5 4 3 2 1 र तुरन्तै सुरु गर्नुहोस्। दुविधा हट्छ, दिमाग सक्रिय हुन्छ, डिसिप्लिन बलियो बन्छ। माइक्रो डिसिप्लिन। डिसिप्लिन सुरवीरता होइन, यो साना जितहरूको संग्रह हो। 2 मिनेट पढ्नु, 5 मिनेट एक्सर्साइज गर्नु, 1 ग्लास पानी पिउनु, बिस्तारै उठ्ने होइन तुरन्त उठ्ने, 10 मिनेटका लागि फोन बन्द गर्ने, यिनै साना कामहरूले आइरन माइन्ड बनाउँछन्। माइक्रो डिसिप्लिन, माइक्रो इम्प्रुभमेन्ट, माइक्रो रिजल्ट्स र यिनै माइक्रो चिजहरूले मूल्यवान जीवन निर्माण गर्छन्। मनलाई सही दिशा कसरी दिने? मनलाई नियन्त्रण गर्न 2 कुरा आवश्यक हुन्छ। पहिलो, रुटिन। तपाईको शेड्युल तपाईका भावनाभन्दा बलियो हुनुपर्छ। अहिले मन छैन, यो भावना हो, तर चल्नुपर्ने रुटिन हो। दोस्रो, कन्सिक्वेन्स थिङ्किङ। कुनै निर्णय गर्नु अघि 1 सेकेन्ड सोध्नुहोस्, यो निर्णय मैले चाहेको भविष्य बनाउँछ कि नष्ट गर्छ, हाँ या हुँदैन। यी 2 शब्दले डिसिप्लिन निर्माण गर्छन्। हार्ड चोइसेस इजी लाइफ रुल। जसले गाह्रो कुराबाट भाग्छ, जीवन उसलाई गाह्रो बनाउँछ, तर जसले गाह्रो कुरा रोज्छ, जीवन उसलाई सजिलो बनाउँछ। रातमा काम गर्नु, बिहान चाँडै उठ्नु, फोन टार्नु, सिक्नु, समय व्यवस्थापन गर्नु। सुरुवात सानो भए पनि यिनै गाह्रा चिजहरूले तपाईको क्यारेक्टर बनाउँछन्। आइरन माइन्डका 3 आधार। पहिलो, क्ल्यारिटी। तपाईलाई के चाहिएको छ स्पष्ट हुनुहोस्। दोस्रो, कमिटमेन्ट। तपाई किन चाहनुहुन्छ, आफ्नो कारण बलियो बनाउनुहोस्। तेस्रो, कन्सिस्टेन्सी। थोरै तर हरेक दिन। आइरन माइन्ड एकै दिन बन्दैन, तर हरेक दिन थोरै थोरै बलियो बन्छ। आजको यो छोटो यात्रा तपाईको डिसिप्लिन यात्रा सुरु गर्ने पहिलो ढोका हो। याद राख्नुहोस्, डिसिप्लिन नै धनी, सफल, आत्मविश्वासी मानिसहरूको मूल आधार हो र आइरन माइन्ड जन्मिने होइन, बनिने कुरा हो। आजैबाट सुरु गर्नुहोस्, सानो कदमबाट, किनकि डिसिप्लिन अपनाउने व्यक्ति कहिल्यै सामान्य बन्दैन। धन्यवाद।